हेलो एभ्रिवान वेलकम टु माई न्यू ब्लग होइन अनि म चाहिँ यहाँ बस वेट गरिरहेको छु है अक्सुबेजमा अनि अहिलेको चाहिँ रातिको 8:20 भइसक्यो नि त अनि कस्तो कि हिजो अप्रिल के भन्छ 22 हो नि त अनि आज पो मलाई यस्तो याद आयो क्या 23 देख्दाखेरि त मैले त 1 वर्ष भइसक्यो त्यो काम जोइन गरेको आइएम सो थ्याङ्कफुल क्या के भन्छ मेरो केयर होमलाई चाहिँ होइन किनभने म 6 महिनापछि काम पाएँ नि त काम पनि पाएको थिइनँ है अनि त्यो कस्तो खुसी लाग्छ किनभने अब अनि यो 1 इयरमा पनि कति धेरै चेन्जेस हुँदो रहेछ क्या अनि सुरुमा अब के भन्छ काममा कन्फिडेन्ट हुँदैन नि त लाइक के गर्ने कसरी गर्ने भन्ने त अहिले चाहिँ कन्फिडेन्ट पनि छ अनि मैले पार्ट टाइम जस्तो गर्थेँ 20 आवर्स पर विक होइन अहिले चाहिँ म फुल डे गर्छु नि त फुल टाइममा गर्छु अनि पर विक 60 आवर्स पनि गर्छु अनि त्यही भएर पनि अहिले अलिक हुन्छ नि बिहान कनेक्ट भएको छ क्या हुन्छ नि रेसिडेन्टहरूसँग कस्तो खुसी लाग्छ अनि रेसिडेन्टहरू चाहिँ अब मेरो बाबा मम्मीको एजको जस्तो हुनुहुन्छ नि त अनि उनीहरूसँग झन् अझै कनेक्ट हुन्छ क्या हुन्छ अनि कस्तो जस खुसी छु होइन अहिले पनि हेल्थ केयर असिस्टेन्स भएर पनि काम गरेर पनि खुसी नै छु होइन अब आफूलाई अपग्रेड गर्ने छु होइन तर ढिलो चाँडो भन्ने होला होइन टाइम लाग्छ अब एज अ नर्स मैले मेरो होम कन्ट्रीमा काम गरिरहेको थिएँ भने यहाँ अब हेल्थ केयर असिस्टेन्स भएर काम गर्दा पनि त्यस्तो नराम्रो त लागेको छैन तर मेरो भएको सर्टिफिकेट पनि मैले युटिलाइज गर्नुपर्छ चाहिँ लाग्छ होइन लागिरहेछ त्यो म गर्नेछु होइन इन फ्युचर थ्याङ्क यू फर वाचिङ दिस भिडियो बाई